नमस्ते, म माइकल चौधरी। मैले फेरि हजुरको लागि साह्रै राम्रो सरसलभ नक्सा पास भएको घर जग्गा लिएर आएको छु। सर्वप्रथम मैले हजुर लोकेसन क्लियर गरेँ। यो देख्नुभएको सेरोफेरो झापाको बुधबारे हो। यो देख्नुभएको कालो पत्रे जसलाई चाहिँ मेची राजमार्ग वा इलाम रोड भन्छ। यो देख्नुभएको सेरोफेरोलाई चाहिँ स्कुल चोक पनि भन्छ। हेर्नुहोस्, एकदम यो इलाम रोडबाट हजुरले पूर्वमा त्यहाँनिर बुधबारे बजार छ भनेपछि यो देख्नुभएको इलाम रोडबाट यो पश्चिम जाने पिच बाटो छ। हेर्नुहोस्, यो पिच बाटो हजुर नछोडिकन धेरैमा 150 मिटर लाग्नु भने सेरोफेरोमा आइपुग्नुहुन्छ। अर्थात् हामी स्कुल चोक इलाम रोडबाट धेरैमा 150 मिटर पश्चिम आउँदै गर्दाखेरि यो पिच बाटोबाट उत्तरपट्टि हजुरले यो ठुलो घर देख्नुहुन्छ। यही घरसँग टच भएको त्यो हाम्रो 3 तला घर हो। अर्थात् पश्चिम मोडा भएको दस्तुर क्षेत्रफलमा रहेको 73 सालमा बनेको नक्सा पास गरेको घर जग्गा छ। हेर्नुहोस्, एकदम सजिलो लोकेसन। इलाम रोडबाट हजुर धेरैमा 150 मिटर पश्चिम लाग्नुहोस्। लाग्दै गर्दै पिच बाटोबाट उत्तरपट्टि हजुरले पहिलो घर छोडेर दोस्रो हाम्रो बिक्रीमा रहेको घर जग्गा देखिहाल्नुहुन्छ। हाम्रो बिक्रीमा रहेको घर जग्गा चाहिँ यही भन्नुभएको छ। जम्मा दस्तुर क्षेत्रफल भन्नुभएको छ। पश्चिम मोडा भएको 73 सालमा बनेको एकदम 6वटा रडले नक्सा पास गरेको घर जग्गा छ। टोटल यो 3 तलामा 12वटा रुम छ। अर्थात् पहिलोमा हाम्रो 2वटा सटर, भित्र 2टा बेडरुम र टोइलेट बाथरुम छ भने दोस्रोमा चाहिँ हाम्रो 2टा बेडरुम, एउटा सिटिङ हल, किचन र टोइलेट बाथरुम छ। हेर्नुहोस्, मैले दोस्रो तला र पहिलो तलामा रेन्टमा दिएकोले गर्दा मैले हजुरलाई देखाइनँ। तेस्रो तलामा चाहिँ घरदानी आफै बस्ने भएकोले गर्दाखेरि म हजुरलाई डाइरेक्ट तेस्रो तलामा लिएर गएँ। मैले हजुरलाई डाइरेक्ट तेस्रो तलामा लिएर आएँ, जहाँ चाहिँ घरदानी आफै बस्नुहुन्छ। पहिलो तला र दोस्रो तला चाहिँ भाडामा दिएकोले रेन्टमा दिएकोले गर्दा मैले देखाइनँ। हेर्नुहोस्, यो हाम्रो सिडीमा सबै मार्बल लाएर बनाउनु भएको छ। एकदम पहिलो, दोस्रो, तेस्रो सबै मार्बल टाइल्स लगाएर बनाउनु भएको छ। तेस्रो तलामा चाहिँ घरदानी आफै बस्ने भएकोले गर्दा मैले हजुरलाई देखाएँ। हाम्रो दोस्रो तला र तेस्रो तलाको डिजाइन चाहिँ सेम छ। यो चाहिँ हाम्रो तेस्रो तलाको यो सिटिङ हल भयो। हेर्नुहोस्, एकदम ठुलो सिटिङ हल छ। सिटिङ हलसँग टच भएर यतापट्टि ठुलो बेडरुम छ। हेर्नुहोस्, एकदम ठुलो, लगभग 2टा बेडरुम बराबरको एउटा बेडरुम छ। साथै यतापट्टि चाहिँ हाम्रो कम्बोर्ड सहितको वासरुम छ। यतापट्टि हाम्रो बेसन भयो भनेपछि यता चाहिँ डाइनिङ स्पेस सहितको किचन छ र यतापट्टि हाम्रो अर्को पनि बेडरुम छ। अर्थात् हाम्रो यो तेस्रो तलामा 2टा बेडरुम, एउटा सिटिङ हल, एउटा डाइनिङ स्पेस सहितको किचन, टोइलेट बाथरुम छ भनेपछि दोस्रो तला पनि सेम हो र पहिलो तलामा चाहिँ 2वटा सटर, 2टा बेडरुम र टोइलेट बाथरुम छ। हेर्नुहोस्, यो हाम्रो तेस्रो तलाको बाल्कनी हो। वरिपरिको भ्यू हेर्न सक्नुहुन्छ। एकदम इलाम रोडबाट धेरैमा 150 मिटरको दूरीमा एकदम बस्नको लागि पर्फेक्ट सेरोफेरो बुधबारे 3 तला घर छ। घरदानीले एकदम नक्सा पास गरेर 6वटा रडले बनाएको भन्नुभएको छ। हेर्नुहोस्, मैले फेरि भने हाम्रो तेस्रो तला र दोस्रो तला सेम हो। पहिलो बेडरुम, यतापट्टि हाम्रो डाइनिङ स्पेस सहितको किचन, यतापट्टि हाम्रो कम्फोर्ट सहितको वासरुम र यो हाम्रो यता छतमाथि जाने सिडी भइहाल्यो। एकदम मार्बल लाउनु भएको छ भनेपछि यतापट्टि चाहिँ हाम्रो यो सिटिङ हल भएर उतापट्टि हाम्रो ठुलो बेडरुम छ। अर्थात् यो एरोले देखाइरहेको हाम्रो बिक्रीमा रहेको घर जग्गा हो। जम्मा 3 तला घर छ। 73 सालमा नक्सा पास गरेर बनाएको भन्नुभएको छ। हेर्नुहोस्, पश्चिम मोडा भएको घर जग्गा छ। जम्मा दस्तुर क्षेत्रफल, एकदम 4 कुना मिलेको जग्गा छ। साथै यो बिक्रीमा रहेको घर जग्गा चाहिँ जग्गा धनीले 73 सालमा नक्सा पास गरेर बनाएको भन्नुभएको छ। एकदम इलाम रोडबाट धेरैमा 100 देखि 150 मिटरको दूरीमा रहेको यो घर जग्गा। साथै जहाँनिर चाहिँ साग सब्जी खाने पनि थोरै स्पेस राख्नु भएको छ। जग्गा धनी घरदानीले यो घर जग्गाको मूल्यको लागि चाहिँ डाइरेक्ट घरदानीलाई सम्पर्क गर्ने भन्नुभएको छ। अर्थात् हजुरले घर जग्गा लिने बेलामा धनी पूर्जा नक्सा अनुसार फिल ठिक छैन, सबै कुरा एकिन गरेर डाइरेक्ट घरदानीसँग सम्पर्क गरेर आफै समझदारीमा लिनु होला। जग्गा धनी घरदानीले एकदम सरसुलभ मूल्यमा मिलाएर दिने भन्नुभएको छ। तर हजुरले डाइरेक्ट भिजिट गरेर जग्गा धनीसँग सम्पर्क गरेर आफै समझदारीमा लिनु होला है त हजुर।